सो हे एभ्रिवान वेलकम टु आवर न्यू भिडियो। अनि आज चाहिँ बिहानको 7 बजिरहेको छ अनि बिहान भ्लग बनाउँदैछु है। अनि बाख्रा त्यहाँ छ अनि यहाँ चाहिँ खोले बनाउँदैछु म बाख्रालाई है। यसरी बनाउनु पर्यो के छ र है। बिहान उठेर अनि आजकल म काठमाडौँमा छैन, आजकल म गाउँतिरै बस्दैछु। सो अनि कुकुर चाहिँ यहाँ बसेर कराउँदैछ। ओए ओए न न आइज। अनि मेरो चाहिँ पुरै फाइलहरू भरेर गोप्रो पनि अफ भएको भइरहेको थियो। एकचोटि गोप्रो पनि बनाउनु लग्नुपर्ने छ। अनि अहिले टक्क 7 बज्यो ठ्याक्कै है। अनि त्यसपछि आज चाहिँ कस्तो दिन हुन्छ थाहा छैन। मैले भ्लग चाहिँ हाल्छु भनेको थिएँ तर हाल्न पाएको छैन दिनदिनै डेली भ्लग है। अनि तपाईँहरूले के कस्तो लाग्यो होला हिजोको भ्लग है, कमेन्ट गरिदिनु होला। अनि यस्तै गरी सपोर्ट दिँदै जानु होला है। अब त्यसमा चाहिँ मैले एउटा नेगेटिभ कमेन्ट देखेँ क्या। अब युट्युब च्यानल खोलेको नै कमाउनलाई हो होइन। अब त्यसमा कमाउनको लागि अब सब्सक्राइबर मलाई कम्प्लिट गर्नु पऱ्यो अनि मोनिटाइजेसन गर्नु पऱ्यो नि त मलाई कम्प्लिट। त्यसैले मैले अब सब्सक्राइब गरिदिनु भने हो, नत्र मैले सब्सक्राइब गरिदिनु भने त सब्सक्राइबरको त मतलबै छैन। अब त्यही त हो नि है। अब हेरिदिनु होला, भिडियो इन्जोय गरिदिनु होला। सो अब चाहिँ एकैछिनमा भेटौँ है हामी। न न न सो बाख्रा त मजाले उ गर्दैछ है, घाँस खाँदैछ। अनि यो चाहिँ हाम्रो सागबारी हो, साग पुरै फल्दैछ। अनि फिर्की पनि लागेको छ, त्यता फिर्कीको आवाज आउँदैछ। बाख्राको बच्चा हेर्नु न, बाख्राको बच्चा भाग्छ त मुलाहरू। ओ न न आउँदैन। अनि यहाँ कुकुरहरू होला हाम्रो है। ओ ओ दुईजना कुकुर आइसक्यो। ओ के खेले रमाइलो छ यिनीहरूले। सो है यस्तै छ है घरमा है, गाउँघरतिर है। मेरो घर चाहिँ यहाँ तलको ब्लू कलरको हो। यहाँ चाहिँ आज भाउजूहरू हुनु, त्यसैले म छु क्या। यहाँ के खाएको है, के खा त्यही त दे साले फेरि मलाई टोक्दिला। अनि तनाव छ नि त है। ल म त यो बनाउँदै बस्छु। सो यसमा चाहिँ नुन हाल्नुपर्ने भइसकेको छ। नुन हेर्न जाऊँ है, नुन छ कि छैन। ओए छु कस्तो कराएको, दिमाग खाने गरी कराउँछ यार। अब नुन यतैतिर होला है, बत्ती पनि गएको छ। कस्तो खालको नुन भने सो खै नुन कहाँ गयो। यो त नुन नै छैन त यार। सो नुन मैले भेटाइसकेँ है। अनि नुन हालिदिउँ अब यसमा। ल अब यो चलाउनु पर्छ मेरो काम चाहिँ। रक्सी पुरै तातिँदैछ है हाम्रो हट। सो अहिले बजिसकेको छ 3 होइन। अनि म चाहिँ रक्सी बनाएर बस्दैछु है। अब आजको भ्लग यति नै हो। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सो भोलिको भ्लगमा भेटौँला, बाई।